कहिले भने फर्स्ट टाइम तपाईँले भन्ने कि मैले मैले भन्ने के भन्ने ल पहिला म भन्छु ल दाइ मैले तपाईँलाई कहिले भनेन कि तपाईँलाई टक्क रातो टिका लगाएको सुहाउँछ के भन्ने अब मैले तिमीलाई मैले यो के हो यो त होइन लिपस्टिक यो होला के हो फेरि खोले चाहिँ थाहा नि के भन्ने लाउँदा सुहाउँछ भन्नु न के लाउँदा सोच अनि लिपस्टिक ल मैले तपाईँ कहिले भनेन कि गाजर लाउँदा कस्तो राम्रो देखिन्छ मेरो दाइलाई गाजल रे तिमीलाई अब के लाउँदा ठिक हुन्छ रातो लाउँदा टिका ल बन्द गर टिका मैले तपाईँलाई कहिले भनेन कि रातो गालामा टक्क रातो लाउँदाखेरि रातो गाला कस्तो राम्रो देखिन्छ मेरो पाला अब यसलाई के लाउँदा ठिक हुन्छ गालामा रातै लाउने अब गालामा रातो है यो मैले तपाईँलाई कहिले भनेन कि तपाईँलाई फाउन्डेसन लाउँदा एकदम राम्रो देखिन्छ तिमीलाई पनि फाउन्डेसन एउटै त नभन्नु नि अर्को किन मेरो यहाँ यस्तो छ यहाँ फाउन्डेसन लाउने अब तिम्रो पनि पालो सबै रातो मैले तपाईँलाई कहिले भनेन कि रातो लिपस्टिकले मेरो बहिनीलाई अब गाजल चाहियो ल गाजल यही त होला हैन मैले तपाईँलाई कहिले भनेन कि यो आइब्रो यसरी जोडेको टक्क कति राम्रो देख्यो मेरो दाइले तिमीलाई चाहिँ राम्रो देख्छ तिम्रो पालो यो लिपस्टिक मैले तपाईँलाई कहिले भनेन कि टक्क यस्तोमा नेवारहरूको रातो टिका लाउँछ नि त टक्क राम्रो देखिन्छ तपाईँलाई ल हेर्नु होला हाम्रो फाइनल लुक्स अब सक्यो भिडियो कति राम्रो देखिन्छ यस्तो बिजोक बनाउँछ यहाँ हामीलाई क्रिमको नामै आउँदैन नि त त्यही भएर होइन उसलाई आउँछ सब मेरो अनुहार यस्तो बनायो अनुहार चाहिँ बिग्रिने भयो कस्तो लाग्यो तपाईँलाई गेम त एकदम राम्रो लाग्यो तर यो अनुहार बिग्रेला भनेर अलिकति पिर लाग्यो सबैले पुछ्ने भयो